अचानक भाइरल भएको है अनि त्यस्तो उयो कमेन्टहरू नगरिदिनुहोस् होला चाहिँ हाम्रो त्यसै पनि भाइरल भइरहेछ बहिनी है उहाँको स्टलमा रोकिरहेको छु हामीलाई सुन्तला दिनुभयो एकदम रिजनेबल रेटमा अनि बहिनी चाहिँ सबै हाम्रो यो जेनेरेसनको लागि चाहिँ एउटा इक्जाम्पल हुनुहुन्छ है तपाईँको एज अन्ली 19 एट द एज अफ 19 मा चाहिँ उहाँले सबैको लागि प्रेरणा भइराख्नु भएको छ मान्छेले कतिजनाले नेगेटिभ कमेन्ट्सहरू पनि दिन्छ पोजिटिभहरू पनि दिन्छ तर नेगेटिभलाई चाहिँ तपाईँले बाइपास गर्नु पर्यो है इग्नोर गर्नु पर्यो तपाईँलाई के भन्नु छ अलिक भन्नुहोस् हजुर सबैलाई मन पर्नुहुन्छ भन्ने छैन मलाई है अब तर मेरो त्यसमा केही फल्टै छैन अब त्यो अचानक भाइरल भएको है अनि त्यस्तो उयो कमेन्टहरू नगरिदिनुहोस् होला म पनि अब बिजनेस गर्न आएको बिजनेस गर्छु जान्छु है मैले सोचेको थिइनँ म भाइरल जतिजनाले पनि नेगेटिभ कमेन्ट हाल्नुहुन्छ नि उहाँले चाहिँ बहिनीसँग आएर भेट्ने एकपल्ट बहिनी चाहिँ यति पोजिटिभ थटको हुनुहुन्छ हो यहाँनिर अब कमेन्ट्सहरू म देख्छु नि त है बहिनीको मात्रै सुन्तलाको स्टल चल्यो अरू कसैको चल्यो त्यस्तो होइन यहाँ सबैको चलिरहेको छ त्यही हो अब बहिनी चाहिँ अलिकति अब उहाँले आफै भाइरल हुनुभएको होइन अब सबैले आएर मतलब सुन्तलाहरू किनेर भिडियो बनाएर हालेर मात्रै भाइरल भएको नि त तपाईँले आफै जानी गर्नुभएको होइन सो त्यही हो बहिनीसँग भेटेर एकदम रमाइलो भयो राम्रो लाग्यो हाम्रो सानो बहिनी है एकदमै राम्रो गर्नुहुन्छ स्कुल पनि कन्टिन्यू होला नि त स्कुल कलेज स्कुल सक्नु भएको छ कलेज है कलेजको लागि धेरै खर्चहरू हुन्छ बहिनीले अब यो बिजनेसहरूमा पनि उहाँलाई धेरै सपोर्ट हुन्छ नि त सो त्यही हो बहिनीलाई भेटेर एकदम रमाइलो भयो अनि आमा पनि खुसी हुनुहुन्छ आमाले पनि भाइरल बहिनी भन्नुहुँदै थियो अब खुसी बहिनीसँग एउटा फोटो खिचाइदिन्छु ल थ्याङ्क यू बहिनी तपाईँलाई एकदम धेरै धेरै धन्यवाद समय दिनु भएकोमा है सो बाई